यस्तै हो। अब हाम्रो जीवन पनि त्यसरी बितेर जान्छ। हुँदा हुँदै हाम्रो पनि एक दिन मर्ने दिन आउँछ। त्यो सबैले अवगत भएको कुरा हो। म उमेर सानो हो, म सानो हो, म उमेर गयो भनेर केही फरक पर्दैन है। जब समय आउँछ राजा पनि यो सबै छोडेर जानुपर्छ। यो अनित्यको संसारमा ढिलो चाँडो हामी सबै जानुपर्छ। र अब जीवन मेन कुरो चाहिँ अब जानु त सबै जानुपर्छ, मानवको जुन लिएको छ। तर जीवनलाई चाहिँ कसरी अर्थपूर्ण बनाउने, एउटा मानिसको तल त पायो, तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। त्यो चाहिँ महत्त्वपूर्ण हो। र बाजुन सुख नचाहिने मान्छे कोही छैन होइन। सबैले सुख चाहन्छ, दुःख कोही पनि चाहँदैन। त्यो चाहे मानिस होस् चाहे त्यो अन्य प्राणी होस्, त्यो सबैको चाहना भनेको सुख हो। तपाईँ हामी जति दुःख गरे पनि जीवनमा के हुन्छ कि के सुख आउँछ कि भनेर दुःख गर्ने हो है। आर्थिक जम्मा गर्नु पऱ्यो कि, अब वैदेशिक यात्रा गर्नु पऱ्यो कि होइन, परिवारको लागि बालबच्चाको लागि केही आर्थिक भौतिक कुराहरू भयो भने चाहिँ जीवनमा सुख हुन्छ कि भनेर सोच विचार लिएर हामी हिँडिरहेका छौँ। त्यो आवश्यक पनि छ मानिसहरूको लागि। तर भौतिक कुराले सबै थोक चाहिँ त्यो होइन है। भौतिक कुरा भए पनि दुःख छ, नभए पनि दुःख छ। मिलाएर पनि भन्नुभयो जस्तो चुपोर नम्बर यो उर्वोर नम्बर यो ह्युमेनिटीका ढङ्गले भन्नुभएको छ नि त। धनीहरू भएर दुःखी छन्, गरिबहरू नभएर दुःखी छ। हुनु र नहुनु दुवै दुःख हो। अनि धम्सियो ढुक्न के जान्छ जल भन्नुभएको। त्यही कारण सब धर्मको अभ्यास गऱ्यो भने चाहिँ सुखसँग भेट हुन्छ भन्नुभएको छ। त्यही कारण सुख चाहिँ के हो त भन्ने कुरा हामीले बुझ्नुपर्छ है। सुख भनेको सबैभन्दा पहिलो सुख चाहिँ हाम्रो मनमा जब नकारात्मक कुराहरूबाट हाम्रो मन चाहिँ टाढा हुन्छ, मनमा चाहिँ पोजिटिभ सकारात्मक सोच विचारको विकास हुन्छ, सुख त्यही हो। जब यो मन शुद्ध हुन्छ नि सुख भनेको त्यही हो है। जब मन धमिलो हुन्छ त्यहाँ दुःख हुन्छ। अब हाम्रो मन चाहिँ धमिलो के गर्छ त भन्दै रिस, राग, ईर्ष्या, डाहा, गमन, अज्ञानता हो। यिनीहरूले चाहिँ हाम्रो मनमा त धमिलो बनाउने र त्यसपछि अशान्ति ल्याउने हो, दुःख ल्याउने हो जीवनमा है। तत्काल पनि यो अब हामीले यसलाई पञ्चविष भन्छ है। बुद्धले जति पनि धर्म देशमा दिनुभयो त्यो सबै बुद्धको वचनहरू जम्मा गर्दाखेरि 84,000 धर्म ठेली हुन्छ। त्यो सबैको सार भनौँ अथवा त्यसको अर्थ चाहिँ के हो त, के भनेर दिनुभयो त भन्दाखेरि हाम्रो मनलाई शुद्ध गर्नको लागि बुद्धले जति पनि अहिलेसम्म देशना दिनुभएको छ नि, त्यो सबै मनलाई शुद्ध गर्ने एउटा माध्यम, मनलाई शुद्ध गर्नको लागि बुद्धले दिनुभएको देशना है। मनलाई शुद्ध गर्ने, मनमा चाहिँ दया